हेलो गाइजहरू नमस्ते, मेरो नाम वीरेन्द्र साई। अहिले हजुरले हेरिरहनु भएको छ वीरेन्द्र साई ठकुरी ब्लग्स। आज चाहिँ म यस्तै बिहान बिहान पसलमा गएको थिएँ होइन गाइज, किनकि यहाँ हेर्नु सक्नुहुन्छ आज चाहिँ केही छ घरमा, तर बिहान बिहान ठन्डा ल्याउनु गएको थिएँ। अरू भन्नुहोस् गाइजहरू, यहाँ अब यस्तै छन् होइन, पलङसँग पाकेर प्लास्टिक भाखन पलङ पाकेर गाइज हेर्नु सक्नुहुन्छ। हजुर यस्तरी परेको छ यहाँ पलङ हेर्नु सक्नुहुन्छ। मतलब प्याज पलङको हालत चाहिँ यहाँ यस्तो छ होइन गाइज। नेपालका केटाहरू भए अब धेरै खान्थ्यो होला, केटाहरू सब नेपालमा छन् होइन गाइज। यहाँ आएको भए यहाँ हेर्नु सक्नुहुन्छ, नास्पाती पनि यस्तरी पाकेको छ। किन्ने भन्ने नि गाइज, यो चाहिँ सब पाकेर ल्यापट्याप भएको छ। अनि म चाहिँ अब एससीको रिजल्ट आयो भने 1-2 दिनमा चाहिँ नेपाल फर्किन्छु होइन, त्यही छ। हजुर सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नु, फलो पनि गरिदिनु इन्स्टाग्रामको पेजमा। स्याउ चाहिँ यस्तो भएको होइन गाइज, स्याउ चाहिँ यस्तो छ, त्यस्तो धेरै पाकेको छैन, सानोसँग हल्का हल्का यस्तो यस्तो भएको छ। नास्पाती चाहिँ यस्तो पाकिसक्यो, यस्तो दाना लागिसकेको छ नास्पातीका, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ अब म डिउ लिएर घर जाने क्रममा छु होइन, हेर्न सक्नुहुन्छ डिउ हातमै छ बोतल। अब चाहिँ म लगभग यहाँ पुगिसकेको छु, मतलब के भन्ने यसलाई, म चाहिँ अहिले एक्ज्याक्टली घरको तलतिर पुगिसकेको छु। त्यही हो होइन गाइज, लाइक कमेन्ट सेयर फलो गरिदिनु। अरू के हजुरको भाइले अब यस्तै भिडियो बनाउँछ होइन, किनकि आजभोलि इन्डियाको मनालीमा आछ सुर्खेतबाट। त्यही हो खासरी। यहाँ अर्को कुरा देखाउँछु र, यस्तो थाक लाग्यो क्या, के भन्ने यार, बिहान बिहान लिउन गएको थियो। यहाँ हेर्न सक्नुहुन्छ, यो फलको नाम त थाहा छैन मलाई होइन, तर यस्तो पाइसकेको छ। लास्टै थाक लाग्यो क्या, लास्टै हुँदा नि लास्टै थाक लागिसकेको छ। उमाथि त यो हाम्रो घर होइन। ल थ्याङ्क यू सो मच वाच गरिदिनुको लागि, अनि लाइक कमेन्ट सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच। हजुरहरूले यहाँसम्म हेरिदिनु भयो। बस आजको लागि यति, अब भेटिन्छौँ नेक्स्ट भिडियोमा। थ्याङ्क यू सो मच गाइज वाचको लागि, थ्याङ्क यू सो मच, बाई बाई।